साहित्यको उर्वर भूमि पोखराको बाटुले चौरमा शुक्ला साहित्य प्रतिष्ठानले जनकवि केशरी धनराज थापाको 102औं जन्म जयन्तीको अवसरमा थापालाई स्मरण गर्दै कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जनकवि केशरी थापाको व्यक्तित्व र कृतित्वको चर्चा गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि शुक्ला साहित्य प्रतिष्ठानका मानार्थ सदस्य कवि कुञ्जराज थापा रहेका थिए। उनले लोक साहित्य र संस्कृतिको चर्चा गर्दै यसको संरक्षण भए मात्र जनकविप्रति सच्चा स्मरण हुने बताए। धनराज सावित्री प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले धनराज थापाको जन्मघरलाई कवि कुञ्जको रूपमा विकास गरिएको बताए। उनले प्रतिष्ठानसँगको सहकार्यमा जनकवि केशरी थापाका अप्रकाशित कृति प्रकाशनसँगै यसको प्रवर्धन गरिने बताएका छन्। कार्यक्रममा थापाप्रति समर्पित कविता वाचन गरिएको थियो। कविहरू मातृका प्रसाद ढुङ्गाना, छविलाल आचार्य, मदनराज थापा, इन्दु भट्टराई, प्रकाश भट्टराई, रिता काफ्ले र शिशिर पौडेलले लोक साहित्यसँग सम्बन्धित कविता वाचन गरेका थिए। प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम पोखरा 16का वडा सदस्य रामचन्द्र आचार्य, प्रतिष्ठानका सल्लाहकार मदनराज थापा, पूर्व अध्यक्ष कुलबहादुर खत्री, जय मनोकामना बचत तथा ऋण सहकारीका अध्यक्ष नवीन भण्डारी, ज्येष्ठ नागरिकका पूर्व कोषाध्यक्ष चित्रबहादुर थापा लगायतले नेपाली साहित्यको विकासमा कवि थापाले पुर्याएको योगदानको चर्चा गरेका थिए। प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक गीता भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव सञ्जय थापाले गरेका थिए।